के तपाईँ आकाशका तारा गन्न सक्नुहुन्छ? सक्नुहुन्न? हो, आकाशका तारा गन्न नसके पनि तपाईँ यो मन्दिरको घन्टी पनि गर्न सक्नुहुन्न। आउनुहोस्, भारतको उत्तराखण्डको भीमतालभन्दा अलि माथि उचाइमा रहेको समुद्र सतहदेखि 2000 मिटर उचाइमा रहेको घोडाखाल मन्दिरमा जाँदैछौँ हामी। तपाईँ पनि यो घोडाखाल मन्दिरको दृश्य हेर्नुहोस् है। यहाँ थुप्रै घन्टीहरू छन्। एक एकजनाले गन्ने हो भने धेरै समय लाग्छ यो ठाउँको घन्टी गन्न। सकभर अ, धेरै गाह्रो छ गन्न। धेरै वर्ष लाग्न सक्छ यो ठाउँको घन्टी गन्न, अर्थात् यो मन्दिरको घन्टी गन्न, जसलाई चाहिँ घन्टीकै मन्दिर पनि भनेर भन्न सकिन्छ। अर्थात् यो मन्दिरमा घन्टी मात्रै चढाइन्छ। तपाईँ यो दृश्य हेर्दै गर्दाखेरि अचम्म लाग्न सक्छ, जहाँ कि सानादेखि लिएर ठुला ठुलासम्मका घन्टीहरू यो मन्दिरमा देख्न सक्नुहुन्छ। एकदमै सुन्दर दृश्य छ, चारैतिर घन्टी नै घन्टी हामी देख्न सक्छौँ। र अर्को कुरा के पनि रहेको छ भने हाम्रो इच्छा चाहना जे छ त्यो चाहिँ कागजको पानामा लेखेर बाँधेर चाहिँ राख्नु पर्दो रहेछ। तपाईँले देखिराख्नु भएको छ नि यो सेता सेता, हो त्यो कागजको पानामा बाँधेर राखेको आफ्नो इच्छा आकाङ्क्षा पुरा भएपछि फेरि यहाँ भक्तजनहरूले घन्टी चढाउनु हुँदो रहेछ। यो देख्नु भएको छ, यति धेरै सेता सेता देखिराख्नु भएको छ नि, हो त्यो इच्छा आकाङ्क्षा लेखेर बाँधेको। म विशेष गरेर यो मन्दिरमा किन आएको भने यो ठाउँमा नेपालका पूर्व प्रधानमन्त्री जो बिति पनि सक्नु भएको छ, स्वर्गीय गिरिजाप्रसाद कोइरालाले धेरै वर्ष अगाडि सबैभन्दा ठुलो घन्टी चढाउनु भएको रहेछ। त्यो घन्टी खोज्नको लागि, त्यो घन्टी कहाँ छ भनेर म आएको हुँ, त्यो हेर्नका लागि। मेरो अन्य कुनै उद्देश्य पनि छैन यो मन्दिरमा अहिलेका लागि। त्यो घन्टी खोज्दै जाँदाखेरि मैले कतै पनि भेट्न सकिनँ। चारैतिर खोज्दा पनि नभेटिसकेपछि अनि कसै न कसैलाई त सोध्नु पर्यो, नसोधी त नभेटिने भइहाल्यो। ठुल्ठुला घन्टीहरू हेर्दै गएँ, त्यहाँ मैले उहाँको नामै देखिनँ। फाइनली त्यहाँको पुजारीलाई सोधिसकेपछि म चाहिँ ठ्याक्कै गिरिजाप्रसाद कोइरालाले चढाएको घन्टी नजिक पुगेँ, जहाँ चाहिँ घन्टी नै घन्टीले ढाकिएको छ र उहाँले चढाएको घन्टी चाहिँ यो हो, जहाँ उहाँको नामै लेखिएको छ प्रष्ट, जुन तपाईँले देखिराख्नु भएको छ यो दृश्यमा। यति गर्व लाग्यो नि यो देख्दाखेरि। जे होस्, नेपालबाट आएर पनि यो ठाउँमा घन्टी चढाउनु भएको रहेछ। यो पटक मेरो जुठो परेको हुनाले मैले त्यहाँ चढाउन सकिनँ, र अर्को पटक जाने अवसर मिल्यो भने पक्कै पनि यो ठाउँमा मेरो तर्फबाट पनि एउटा घन्टी अवश्य घोडाखाल मन्दिरमा चढाउने छु। तपाईँले देखिराख्नु भएको छ यो दृश्य, गिरिजाप्रसाद कोइरालाले चढाएको यो घन्टी।